लसन म चाहिँ आज तिमीलाई के मोटरसाइकल ब्रान्डहरुको लोगो देखाउन जाँदैछु यो पनि ठ्याक्क इजीबाट स्टार्ट हुन्छ मिडियम हार्ड हुन्छ टोटल 15 वटा क्वेशन छन् तिमीले कतिको मिलाउँछौ हेर भए त ओके कसरी थाहा पाउनु हुन्छ यस्तो कसरी थाहा पाउने त यो ल फर्स्टमा छ यो लोगो यो चाहिँ के को होला यो बजाज बजाज अब दिस वान इज इजी है सेकेन्डमा यो हिरो हिरो थर्ड यामाहा फोर्थ सुजुकी फिफ्थ होन्डा ओके सो दिज वर द इजी वन्स अब चाहिँ अलि नेपालमा भर्खर आएका अथवा धेरैजनाले नचिन्ने ब्रान्ड्सहरू छन् त्यसलाई पनि हेरौँ तपाईँहरू पनि क्याल्कुलेट गर्दै राख्नु है कति मिलाउनुहुन्छ 6 मा यो ब्रान्ड यो चाहिँ ट्रायम्फ यो टिभीएस ल 8 मा भएको यो चाहिँ याडिया अब ग्यारो पनि भन्न मिल्छ यदि कन्फ्युज भयो भने यो चाहिँ याडिया यस 9th मा यो मर्बिडेली अफ कोर्स मर्बिडेली कसरी थाहा भयो हामीले अस्ति मर्बिडेली लिएर गयौँ नि त कुलेखानीमा अनि त्यसपछि त अफ कोर्स याद हुनै परिहाल्यो नि त ओके ल 10th वान यो सिएफ मोड हैन हो सिएफ मोड हो अब हामी अलि हार्ड सेगमेन्टतिर गयौँ है हजुर 11th मा भएको यो ब्रान्ड चाहिँ कुन हो कावासाकी हो र यस कावासाकी कस्तो जान्यो यार यो चाहिँ कावासाकी सुनिरहेको नाम हो नि त सुनि पो रहेको त हेर लोगो हेर्दा मोटरसाइकलमा पनि कावासाकी भनेर लेख्छ नि त लोगो त्यस्तो भिजिबल हैन अर्को टाइपको लोगो अर्को यस्तो टाइपको के कसो नि अर्को नि छ जस्तो लाग्छ मलाई अर्को पनि लोगो छ कि जस्तो लाग्छ 12th को यो चाहिँ न्यू त्यस्तोहरु वाला टाइपको स्कुटर हो न्यू अनि सेगवे कमाल कर दिया आपने कितने टैलेंटेड है आप अमेजिंग न्यू और सेगवे आई एम नॉट श्योर कस्तो तर देखेको है यो चाहिँ सोच एकछिन लाइक स्कुटर छ कि बाइक छ यसको स्कुटर त्यही त मैले भनेको नाममा पर्यो कि नै परेन यो लोगो भित्र के होला यो लेटर हो एउटा लेटर एउटा लेटरलाई लेख्न खोजेको के यो चाहिँ एक सेकंड ए हो एबाट आउने इलेक्ट्रिक स्कुटर के छ ए थर यस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको ओ माय गॉड एथरको पनि लोगो त्यसरी हुँदैन नि त एथर एनर्जी भनेर अथवा टेक्स्टमै लेख्छ हैन बट एक्चुअल लोगो चाहिँ यो हो के ओके अनि यो अहिले नयाँ त फेमस भएको त्यो वाला त्यो रेसमा जितेको वाला ब्रान्ड हो ZX मोटो हो कि GX मोटो के भन्छ हैन ZX मोटो जी नामले गर्दाखेरि चाहिँ GX मोटो भन्छ अनि यो Z त मलाई फेरि जोन्टेस पनि आइरहेको दिमागमा तिमीले आज चाहिँ खतरा गरिरहेछ यार यो त टु व्हीलर त त्यसले सुनिरहेको हुन्छ जस्तो लाग्छ टु व्हीलरको मैले पनि खासै धेरै भेटिन के यो चाहिँ के को लोगो होला मैले ठ्याक्क टेक्स्ट मात्र छेकेको छु यो शेप हेरिकन थाहा पाउनु पर्यो तिमीले यहाँ चाहिँ मोटरसाइकलको नामको ब्रान्डको नामै लेखेको छ मैले जस्ट यहाँ अहिले कालो लगाएको हो यस्तो गर्दा कस्तो कन्फ्युजिङ बाइक हो कि स्कुटर हुन्छ मोटरसाइकल हो कसरी थाहा पाउनु हुन्छ यस्तो मैले देखिरहेको ब्रान्ड हो कसरी थाहा पाउने त यो अब थाहा छैन मलाई त अब यो त के हो दिस इज हार्ली डेभिडसन ए अब त्यो कस्तो थाहा हुन्छ मलाई यसरी त अब के भन्दा अब उपाय छैन अरू ल यो के को होला भन एकछिन सोच यसको बारेमा कस्तो देखेको हो कि जस्तो लाग्छ मलाई खाओ माँ कसम नेपालमा कतिको देखिन्छ यो त्यस्तो साह्रो देखिँदैन कस्तो टाइपको बाइक हो रेसिङ यस्तो टाइप कस्तो टाइपको बाइकहरू हुन्छ नेपालमा सुपर बाइक सुपर बाइक कस्तो तर देखेको हो जस्तो लाग्छ मलाई थाहा छैन होला के बाट आउँछ फर्स्ट डीबाट आउँछ डीबाट मलाई थाहा डीबाट मलाई के दिमागमै आएको छैन लिटरली मैले तिमी जान्दैन होला यार ओके पास इट्स डुकाटी भगवान यस्तो सोचिलो मैले बिगारेँ यहाँ डुकाटी भनेर लेख्थ्यो नि त मैले यही छेकेको त्यही भएर जाने हो यो पनि त्यही हो यहाँ टक्क मोटरसाइकल हार्ली डेभिडसन भनेर लेख्छ कि त्यही भएर दुइटा चाहिँ झुक्कियो आज चाहिँ तिमीले धेरै मिलायो पहिलाको भन्दा धेरै मिलायो है सबैले चाहिँ कतिमा कति मिलाउनु भयो त्यो चाहिँ कमेन्ट सेक्सनमा लेख्नु होला है त मैले त राम्रो गरेँ